हुने बित्तिकै माथि आउने त्यो ग्राफमा तपाईँहरूले यदि थाहा छैन भने चाहिँ ओके नमस्ते सबैजनालाई अनि सबैजनालाई नयाँ सालको शुभकामना छ अनि अझ एकचोटि फेरि 2023 को मेरो यो फर्स्ट पडकास्टमा चाहिँ सबैजनालाई स्वागतम छ अनि सबैको नयाँ साल मजाको भयो होला मेरो नयाँ साल पनि मजाको भयो नयाँ सालमा चाहिँ नयाँ साल त होइन तर न्यू इयर्स इभको बेला चाहिँ म र मेरो साथीहरू हामी हाम्रो यता टिबेटन पार्टीमा गएको थियो अनि टिबेटन पार्टीमा चाहिँ हाम्रो साथीहरू धेरै भेट भयो अनि साथीहरूसँग हामी ड्रिङ्क्सहरू गऱ्यो नाच्यो पार्टीमा धेरै अनि न्यू इयर्सको काउन्टडाउन सँगै गऱ्यो अनि मजा आयो न्यू इयर्स नर्मली चाहिँ म न्यू इयर्सहरूमा चाहिँ के भनौँ अब यता कन्सर्टहरू भइरहन्थ्यो मेरो यसपालि पनि कन्सर्ट थियो खास कन्सर्ट त थियो तर के भयो भने त्यो कन्सर्ट अर्गनाइज गर्ने चाहिँ सियाटलको टिबेटन अर्गनाइजेसनले गर्दै रहेछ कम्युनिटीले गर्दो रहेछ अनि मैले चाहिँ उनीहरूले चाहिँ उनीहरूको आफ्नो कम्युनिटी हल नभएर चाहिँ उनीहरूले चाहिँ पोर्टल्यान्डमा गर्ने रहेछ यसपालि अनि मलाई कल आयो अनि कल आएर मेसेज आएको थियो कल आउनुभन्दा पनि अनि मलाई सोधेको थियो यसपालि चाहिँ हामी फेरि हाम्रो कम्युनिटीको हलको लागि चाहिँ हामी अब एउटा न्यू इयर्स इभको कन्सर्ट गर्दैछु अनि त्यसको कन्सर्टको लागि चाहिँ म आउनु सक्छ भनेर सोध्दै थियो अनि मैले चाहिँ आउनु त सक्छ तर पोर्टल्यान्डमा चाहिँ मैले 3-4 चोटि कन्सर्ट गरिसकेको अनि त्यसै कारण त्यहाँको अब बस्ने टिबेटनहरूले चाहिँ मलाई देखिरहेको नै हो अनि त्यसै कारण त्यस्तो खास चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ मलाई भन्न सक्दैन तर मैले उनीहरूलाई चाहिँ इन्फर्म गर्ने चाहिँ मेरो एउटा कर्तव्य हो भनेर चाहिँ उनीहरूलाई मैले भनिदिएको थियो पोर्टल्यान्डमा चाहिँ मैले कन्सर्ट पहिला 3-4 चोटि नै गरेकै हो अनि त्यसै कारण तपाईँहरूले फेरि नयाँ आर्टिस्ट खोज्नु सक्यो भने उनीहरू पनि धेरै आउन सक्छ होला तपाईँहरूको चाहिँ अनि कम्युनिटीको हलको लागि फन्डिङ पनि राम्रै हुन्छ होला भनेको थियो नि त अनि त्यसै कारण यो न्यू इयर चाहिँ म यतै टोरन्टोमै साथीहरूसँग मजाले नाच्यो खायो मात्यो मजा गरिदिनु भयो अनि त्यो पछि न्यू इयरमा आएर चाहिँ मैले पडकास्ट नबनाएको होइन मैले एउटा पडकास्ट बनाएको थिएँ एउटा पडकास्ट बनाएर अनि त्यो पडकास्ट चाहिँ मैले रियाक्सन भिडियो हुन्छ नि रियाक्सन भिडियोहरू बनाएको थियो रियाक्सन भिडियो चाहिँ त्यो कोरियनको एउटा ड्रामा रहेछ क्या त्यो ड्रामा पनि के भन्नु अब रियालिटी टिभी सोहरू त्यसमा चाहिँ रियाक्ट गर न भनेर मलाई भनेको थियो मेरो गर्लफ्रेन्डले अनि मैले त्यसमा रियाक्ट गरेर बनाएर अपलोड गर्दाखेरि चाहिँ युट्युबले चाहिँ हाल्नु मिल्दैन भने त्यो किनकि मैले त्यसमा रियाक्ट गर्दाखेरि त्यसको क्लिपहरू पनि हालेको थिएँ नि त अनि त्यसै कारण अलिकति अप्ठ्यारो झिजो भयो अनि त्यो पछि हिजो फेरि मैले आजको यो पडकास्ट चाहिँ हिजै बनाएको थियो हिजो बनाउँदाखेरि किन यो गोप्रोले सबै भिडियो चाहिँ क्याप्चर गरेन रहेछ खालि अडियो मात्र क्याप्चर भएछ मेरो त्यो कम्प्युटरमा मैले चाहिँ गोप्रोले भिडियो गर्छु अनि साउन्डहरू चाहिँ सबै मेरो यहाँ सफ्टवेयरहरू सबै छ मेरोमा चाहिँ राम्रै छ अब मैले चाहिँ म्युजिक रेकर्ड गर्दै म्युजिक बनाइरहेको अहिले पनि म्युजिक बनाउँदै थियो अनि एकछिन ब्रेक लिएर यो पडकास्ट चाहिँ आजको पडकास्ट चाहिँ सुरु गरिदिउँ न भनेर एकछिन ब्रेक लिएको अनि ओहो लाइट बाल्नै बिर्सेछ आजको लागि एकछिन है लाइट बालौँ न अलिक अनुहार चम्कोस् न ओके बत्ती पनि आइसक्यो अनि आजको पडकास्ट चाहिँ मैले खास के को बारेमा मैले कुरा गर्नु मन लाग्यो भने तपाईँहरूसँग यो स्टक मार्केट र अनि क्रिप्टो करेन्सी अनि त्यसमा स्क्याम कसरी हुन्छ होइन अनि त्यसमा रिसेन्टली स्क्याम कसरी भएछ अनि त्यही माथि मेरो एक्सपिरियन्स यो स्टक मार्केटको अनि क्रिप्टो करेन्सी एनएफटी भन्ने यो लास्ट 2 सालभित्र एकदम पपुलर स्टक त अब रिसेन्टली पपुलर नै थियो होइन तर यो क्रिप्टो करेन्सी र एनएफटी भन्ने चाहिँ यो लास्ट 2 सालमा चाहिँ एकदम पपुलर भएको थियो होइन अनि किन भयो भने चाहिँ हाम्रो यो कोभिड सुरु हुँदाखेरि चाहिँ स्टक मार्केट चाहिँ क्र्यास भयो क्र्यास किन भयो भने सबै देशहरू थुन्नु थाल्यो सबै मान्छेहरू घरभित्र बस्न थाल्यो कुनै पनि बिजनेस स्टार्ट भएन कुनै सबै बिजनेसलाई स्टप गर्नु पर्यो हरेक कामहरू चाहिँ रोक्नु पर्यो प्रोडक्सनहरू रोक्नु पर्यो त्यस्तो गर्दाखेरि चाहिँ
के हुन्छ भने मान्छेहरूलाई चाहिँ इन्भेस्टरहरूलाई चाहिँ डर हुन्छ। डर हुँदाखेरि उनीहरूले के गर्छ, आफूले इन्भेस्ट गरेको पैसाहरू निकाल्न थाल्छ। आफूले इन्भेस्ट भएको पैसा निकाल्न थाल्दाखेरि चाहिँ ब्याङ्क स्टकको भ्यालु पनि कम हुँदै जान्छ। स्टकहरू आफ्नो स्टकहरू सबै बेच्न थाल्छ। कम्पनीको मार्केट क्यापिटल पनि कम हुँदै जान्छ। अनि त्यही माथि चाहिँ कतिवटा ब्याङ्कले चाहिँ उनीहरूलाई अब जस्तै हाम्रो एउटा ब्रोकरेज फर्म अथवा ब्याङ्कबाट तपाईँले स्टक किन्छ भने त्यो ब्याङ्कमा तपाईँले स्टक बेचेर पैसा लिन थाल्यो भने त्यो ब्याङ्कले त तपाईँलाई पैसा दिनको लागि ब्याङ्कमा पनि पैसा हुनु पऱ्यो। अनि त्यो ब्याङ्कले नै कतिवटा इन्भेस्टमेन्टहरूमा गरेको पैसा हालिरहेको हुन्छ, त्यो सबै फेरि ब्याङ्कले झन् धेरै निकाल्नुपर्छ क्या। त्यसै कारण भन्छ नि एउटा ठाउँमा एउटा देशमा केही ठुलो असर पर्दाखेरि अरू देशलाई किन असर पर्छ भने जस्तै चाइनामा कोभिड सुरु हुँदाखेरि कतिवटा युएसको कम्पनीहरूले चाहिँ चाइनाहरूमा इन्भेस्ट गरेको हुन्छ नि त। अनि चाइनामा असर पर्दाखेरि त्यो इन्भेस्टरहरू चाहिँ युएसको हुँदाखेरि उनीहरूलाई पनि असर पर्छ। अनि त्यसै कारण उनीहरूलाई असर पर्दाखेरि उनीहरूले फेरि अर्को देशबाट पैसा निकाल्ने ट्राई गरेर, किनकि हाम्रो अहिले ग्लोबलाइजेसन एकदम ठुलो भएको कारणले सबैजना चाहिँ एकअर्कालाई चाहिँ भर परिरहेको हुन्छ। अनि त्यसै कारण चाहिँ अहिले चाहिँ हाम्रो जुनैसुकै देशमा ठुलो एउटा क्लाइमेटिस भयो, लाइक एकदम जस्तै हुन्छ नेचुरल डिजास्टरहरू चाहिँ भयो भन्दाखेरि पनि एकअर्का देश सबैलाई असर पर्छ। त्यस्तै कारण कोभिडले सबैलाई असर पर्दाखेरि चाहिँ यो स्टक मार्केट पनि डुब्यो। स्टक मार्केट डुब्दाखेरि चाहिँ अनि के भयो भने अपर्च्युनिटी पनि एउटा नयाँ अपर्च्युनिटी पनि हो, किनकि कतिवटा मान्छेहरूले चाहिँ यस्तो एउटा मौकालाई पर्खिरहेको हुन्छ कि स्टक मार्केट कहिले क्रास हुन्छ, क्रास हुने बित्तिकै पैसा हाल्छु अनि एकदम स्पिडमा त्यो तपाईँको रिकभरी हुन्छ क्या। जस्तै टक्क डुब्ने बित्तिकै माथि आउने त्यो ग्राफमा तपाईँहरूलाई यदि थाहा छैन भने चाहिँ स्टक अब इन्डेक्स त्यो चार्टहरू हेर्नु, त्यसमा तल गएर माथि हुन्छ। इन्डेक्समा चाहिँ वाइ एक्सिस र एक्स एक्सिसमा चाहिँ प्राइस र टाइम लाइन हुन्छ। वाइ एक्सिसमा चाहिँ टाइम लाइन हुन्छ, अब कति सालदेखि यो गरेर। एक्स एक्सिसमा चाहिँ यो प्राइसहरू कति माथि बढ्यो कतिहरू कम भयो भनेर। अनि मलाई चाहिँ पहिला यो कोभिड सुरु हुन अगाडि चाहिँ मलाई स्टकहरूको बारेमा चाहिँ त्यति खास चाहिँ थाहा थिएन, तर अलिकति बुझिआएको कम्पनी हुन्छ, कम्पनीको स्टक हुन्छ। यो पब्लिक कम्पनीहरूको चाहिँ पब्लिक कम्पनीले चाहिँ एउटा स्टक, पब्लिक कम्पनी र प्राइभेट कम्पनीको फरकहरू चाहिँ के हुन्छ भने पब्लिक कम्पनी भनेको चाहिँ एउटा सेयरले कम्पनीलाई जनाउने हो। जस्तै पब्लिक कम्पनीको चाहिँ ओनर हुँदैन, पब्लिक कम्पनीको सिइओ हुन्छ न। अनि पब्लिक कम्पनीको चाहिँ मेन ओनर भन्नु चाहिँ को हो भने 50.7% चाहिँ छ नि जसकोमा छ त्यो नै हुन्छ। जस्तै त्यसमा उसँग चाहिँ सबभन्दा धेरै, जससँग सबभन्दा धेरै सेयर छ त्यो नै अब त्यो कम्पनीको मालिक जस्तै नै हो। अनि 50.1 हुने बित्तिकै अब उसको सबभन्दा धेरै त्यो हो, होइन के भनौँ अब सेयर भएको जस्तै हुन्छ नि। तर अब त्यो नर्मली पब्लिक कम्पनी चाहिँ तपाईँले सेयर जोसँग धेरै छ त्यो नै कम्पनीको मालिक जस्तै नै हो। तर प्राइभेट कम्पनीहरू चाहिँ के हो, आफै जसले कम्पनी बनाए सोल प्रोप्राइटरसिप भन्छ नि। जस्तै मेरै एउटा एकाउन्टबाट यो बिजनेस चल्ने, मेरै एउटा एकाउन्टबाट आफ्नो घर चल्नेहरू त्यस्तो हो नि त। त्यस कारण तपाईँले अलिकति अब यो स्टक मार्केट क्रिप्टो करेन्सी बिजनेसको बारेमा अलिकति फाइनेन्सियल नलेजहरू छैन भने आज मबाट अलिअलि सिक्नु, मलाई पनि त्यस्तो ज्ञान भएको त होइन, तर मैले पनि सिक्दै आएको, अहिले पनि सिक्दैछु। एभ्री डेहरू न्युजहरू हेर्दैछु, अझ वर्ल्ड न्युज त होइन तर बिजनेस न्युजहरू हेर्दैछु। बुकहरू पढ्यो मैले, कतिवटा भिडियो हेरेँ, कस्तो बुझ्ने ट्राई गरेँ नि त। अब खास कथा चाहिँ के हो, कहाँबाट सुरु भयो भने जस्तै अब यो स्टक मार्केट क्रास हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि अब कोभिडको मार्च 2020मा चाहिँ धेरैजना मान्छेहरू चाहिँ घरमा बस्न थाल्यो। घरमा बस्न थाल्दाखेरि चाहिँ खर्चहरू पनि हुँदैन थियो, अलिअलि पैसा भएको पनि सेभिङ नै हो। अनि त्यो माथि चाहिँ हामीलाई यता गभर्मेन्टहरूले पनि पैसाहरू दिँदै थियो। गभर्मेन्टहरूले एभ्री मन्थ अलिअलि यताउता खर्च चलाउने, अनि हुन्छ नि कतिवटा बिजनेसहरूले चाहिँ आफ्नो इम्प्लोइलाई खर्च चलाउनेहरू पैसा दिँदै थियो। अचानक सबै मान्छेसँग चाहिँ पैसा आउन थाल्यो। पैसा आउन थाल्दाखेरि चाहिँ कताबाट हो यो स्टकहरूको कुरा चल्न थाल्यो। यो मार्केट होइन, स्टक मार्केट चाहिँ खोल्यो, तर जेनरल मार्केटहरू चाहिँ बन्द हुँदाखेरि स्टक मार्केट खोल्न थाल्यो। त्यो माथि
कतिवटा ब्रोकरेज फर्महरू चाहिँ खोल्न थाल्यो, किन त्यो त कम्प्युटरबाटै चलाउन मिल्छ नि त। अनि कतिवटा नयाँ त्यो ब्रोकरेज फर्महरूले चाहिँ के गर्यो भने विदाउट एनी फिस तपाईँले ट्रेड गर्न सक्ने क्या। अब तपाईँले स्टक र अनि स्टक मार्केटमा चाहिँ अब त्यो स्टक भन्नु र अनि सिक्योरिटिज भन्नु चाहिँ एउटै हो। अब लाइक हुन्छ नि खालि वर्ड मात्र फरक तर मिनिङ त एउटै जस्तै हो। सिक्योरिटी एन्ड एक्सचेन्ज भन्छ नि त है। अनि त्यसमा चाहिँ के भयो भने कतिवटा ब्रोकरेज फर्महरूले चाहिँ तपाईँले यदि ट्रेड गर्नुभयो भने चाहिँ हामी तपाईँलाई फिस लिँदिनँ, फ्रीमै जतिवटा ट्रेड गर्नु छ गरिदिनु भन्दाखेरि पहिला चाहिँ के हुन्थ्यो भने हरेक एउटा ट्रेड हुन्छ नि, ट्रेड भन्दाखेरि के हो बाइङ एन्ड सेलिङलाई ट्रेड भन्छ होइन। जस्तै मैले एउटा किन्नु थालेँ भन्दाखेरि मैले चाहिँ $9 $6 $5 चाहिँ कमिसन दिनु पर्थ्यो। जस्तै ब्याङ्क भयो अथवा तपाईँको ब्रोकरेज फर्म चाहिँ कुन चाहिँ रहेछ, कुन चाहिँ एक्सचेन्जमा तपाईँले ट्रेड गर्दैछ त्यसमा चाहिँ तपाईँले पैसाहरू दिनुपर्छ। अनि त्यो अनुसारले चाहिँ तपाईँलाई चाहिँ एउटा ट्रेड गर्नेको एउटा मौका पाउँछ। अनि फ्रीमा गर्न थाल्दाखेरि कतिवटा मान्छेसँग यतिकै पैसा छ अनि स्टकहरूमा हाल्न थाल्यो, सबैजना घरमा बसिरहेछ। अनि अचानक एउटा हुरी बतास आएको जस्तै मान्छेहरू सबैलाई चाहिँ यो स्टक मार्केटमा ल्याउँदाखेरि अनि त्यो माथि चाहिँ के भइरहेको थियो भने ठुलो इन्भेस्टरहरूलाई चाहिँ मौका ठ्याक्कै पाइरहेको थियो। कतिवटा इन्भेस्टरहरूलाई चाहिँ अब यसमा चाहिँ तपाईँले अहिले त मैले जनरल पर्सपेक्टिभमा भन्दैछु, तर के थियो भने कतिवटा मान्छे चाहिँ यस्तो अपर्च्युनिटीको लागि पर्खिरहेको हुँदो रहेछ नि। अनि त्यति बेला उनीहरूले चाहिँ ठुलो पैसा हाल्दैन, किनकि मार्केट क्रास हुँदाखेरि चाहिँ 10-20 साल पर्खिरहेको त्यो स्टक लेट्स से टेस्लाको स्टक चाहिँ $200 थियो अरे, तर मार्केट क्रास हुँदाखेरि चाहिँ त्यो टेस्लाको स्टक $50 किन्नु पायो भने मान्छेहरूले त्यो टेस्ला कम्पनी राम्रो छ भने अचानक पैसा धेरै हाल्नु खोज्दो रहेछ नि त। त्यही माथि यति पब्लिकहरूको पनि इन्ट्रेस्ट जेनेरेट गरिसक्दाखेरि सबैजनाले पैसा हाल्न थाल्दाखेरि यति फास्टमा तपाईँको यो स्टकको पैसाहरू बढ्न थाल्दो रहेछ क्या। लगभग 1 साल 2 सालसम्म त हाम्रो 2020को मार्चदेखि 2022सम्म अब कतिवटा गभर्मेन्टदेखि लिएर अनि कम्पनीदेखि लिएर सबैको बाट पैसाहरू अलिअलि आउँदै थियो फ्री मनी जस्तै। अनि मान्छेहरू सबैले इन्भेस्टमेन्टमा हाल्दै थियो, ट्रेडहरू गर्न थाल्दाखेरि त जुनै सुकै स्टकहरूमा चाहिँ पैसा हाल्दाखेरि पैसा त बढ्यो हुन्थ्यो। मैले पनि सुरु गरेको त्यति बेला नै हो। मैले सुरु गर्दाखेरि त्यही थियो होला, अप्रिल मेतिरै थियो होला। अप्रिल मेतिरै मैले अब कति हाल्दै थियो फर्स्ट सुरुमा त मलाई थाहै थिएन। मेरो साथीहरूले चाहिँ यति यसरी मलाई चाहिँ के एउटा कुरा चाहिँ तपाईँहरूलाई लाइक मेरो भिडियोहरू हेर्दाखेरि मबाट यतिकै मलाई चिन्दै जाँदाखेरि चाहिँ के थाहा हुन्छ जस्तो लाग्छ भने मैले कतिवटा कुरा सिक्दाखेरि चाहिँ मैले छिटै सिक्दो रहेछ। अलिअलि कोसिस गरेँ जस्तो अप्ठ्यारो हुनेहरू चाहिँ मलाई कहिले भएको छैन। अनि त्यो माथि इन्ट्रेस्ट हुँदाखेरि चाहिँ मैले अब चाँडै नै पिकअप गरिदिने। अनि मैले चाहिँ कसरी खोल्दो रहेछ हेऱ्यो, टकटक खोल्यो। अनि त्यो खोल्ने बित्तिकै अनि हाम्रो त्यो स्टकमा चाहिँ के छ भने तपाईँको यता क्यानाडा गभर्मेन्टदेखि लिएर अर्को कतिवटा गभर्मेन्ट चाहिँ तपाईँलाई ट्याक्स फ्री सेभिङ एकाउन्टबाट पनि तपाईँले ट्रेड गर्नु मिल्ने। ट्याक्स फ्री सेभिङ एकाउन्टबाट ट्रेड गर्दाखेरि चाहिँ तपाईँले प्रफिट भयो भने चाहिँ ट्याक्स दिनु नपर्ने। नर्मली के हुन्छ तपाईँको प्रफिटको चाहिँ तपाईँले इन्भेस्ट गरेको प्रफिटको चाहिँ कतिवटा कति पर्सेन्टेज हो त्यो चाहिँ ट्याक्स दिनुपर्छ। अनि त्यसरी ट्याक्स फ्री सेभिङ एकाउन्टमा चाहिँ तपाईँको के हुन्छ यता क्यानाडाको अब त्यो सबै हिस्ट्री भन्दा तपाईँलाई अब कतिवटा एभ्री इयर 6,000 कतिसम्मको फ्री ट्याक्स इन्भेस्टमेन्ट गर्ने अपर्च्युनिटी चाहिँ गभर्मेन्टले दिइरहेको हुन्छ। अनि सबैले त्यो एकाउन्ट खोलेर अनि त्योबाट ट्रेड गर्न थाल्यो। पैसा मैले चाहिँ सुरुमा 1-2 हजारदेखि सुरु गरेर मैले हालिदिएको थियो अब थाहा नभएर। तर मैले चाहिँ अलिकति स्टडी त गरेको थियो। त्यति बेला चाहिँ के को हल्ला थियो भने चाहिँ यो इभी हुन्छ नि, इलेक्ट्रिक भेहिकलको छ नि इभीको चाहिँ एकदम पपुलर भएको थियो। अनि त्यो इभी चाहिँ अब नेक्स्ट अब के भनौँ एकदम भयङ्कर गाडी अब हुन्छ नि। यो अब यस्तोहरू हुँदाखेरि चाहिँ हाम्रो यो देशमा अहिले अब बत्तीहरूको के रिजनहरू निकालेर हुन्छ पेट्रोलहरूले गर्दा अब पेट्रोलहरू ब्यान गर्छ। यिनीहरूले चाहिँ हामीलाई क्लाइमेट
चेन्जको क्लाइमेटमा असर गर्छ अनि त्यसै क्लाइमेट चेन्जको लागि हामीलाई इभीहरू जरुरत हुन्छ अनि इभीको चाहिँ एकदम यो थियो क्या के भन्नु न्युजभरि इभी हुन्छ नि हल्ला टाइपको चलिरहेको थियो नि त्यस कारण मैले पनि इभीमा हालेको मैले चाहिँ नियो भन्ने त्यो चाइनिज कम्पनीको त्यसमा अलिकति हालेको थियो जस्तो लाग्यो किनकि त्यो भर्खर आएको कम्पनी टेस्लासँग कम्पिट गर्न सक्छ भन्दै थिएँ अनि त्यसै कारण चार्ज पोइन्ट भन्ने चाहिँ त्यो चार्जिङ स्टेसन इभीकै चार्जिङ त्यसमा हाल्दा मैले सुरुमा हाल्दाखेरि चाहिँ कति मैले $9 जस्तोमा किनेर अनि मैले बेचेँ मैले बिचमा बेच्दै गरेर लगभग $40-50 जस्तोमा बेच्यो अनि अर्को चाहिँ ती बटम यस्तोमा कति 4-5मा किनेर राम्रोमा बेच्यो तर त्यति बेला चाहिँ के थियो भने मलाई चाहिँ त्यो कन्डिसन सिचुएसन नै के थियो भने जहाँ आँखा चिम्लेर हाले पनि तपाईँले त्यति स्टडी नगरे पनि युट्युबहरू हेरेर हाले पनि बढिदिने क्या अचानक हेब्बी बढिदिने अनि तर यतिकै मैले हालेर अनि हारेको एट दि एन्ड चाहिँ के भयो म त्यस्तो हारे पनि हारेन मैले त राम्रै बनायो होला मैले X3 नै बनायो यति साह्रो कन्फिडेन्ट पनि आएँ कतिचोटि चाहिँ कि एक दिनमा मैले यति पैसा दिएर बनाउँदै थिएँ कि लगभग लाइक कति भनौँ अब भन्दाखेरि अलि अप्ठ्यारो टाइप हुन्छ नि एक दिनमै मैले मेरो एक्सपिरियन्समा चाहिँ एक दिनमै मैले अचानक लाइक 20,000 जस्तो बनाउने हुन्छ नि एकछिनमा त्यस्तो पनि भएको थियो अनि त्यो पछि बानी भएर खेल्दा हार्दा पनि त्यति डरै नलाग्ने लाइक दिनमा 3-4 हजार डाउन हुँदाखेरि पनि यति हारै लाइक यो त कमाउन सक्छ भन्ने कन्फिडेन्टहरू आइदिने क्या तर खेल्यो होइन मैले मेरो एक्सपिरियन्स चाहिँ के भन्दा मैले अब ट्रेडहरू अहिले तपाईँहरूले डिटेलमा भन्दाखेरि चाहिँ लामै होला कतिहरू गरेँ त कतिहरू सिक्न पायो तर त्यतिखेर क्रिप्टोको पनि आएको थियो क्रिप्टो भनेको चाहिँ सबैलाई थाहा छ होला तर थाहा नहुनेलाई चाहिँ अब क्रिप्टो भनेको चाहिँ अहिले के भनौँ अब यो पैसालाई रिप्लेस गर्नको लागि चाहिँ अहिले के भन्नु जस्तै बिटकोइनहरू भयो इथिरियमहरू भयो यिनीहरू चाहिँ अब अहिले हामीलाई चाहिँ के छ यो हाम्रो पैसा भनेको चाहिँ अब एकजनाको अन्डरबाट आउने होइन सेन्ट्रलाइज जस्तै हुन्छ नि अहिले यो पैसाको चाहिँ तपाईँले कथाहरू भन्दाखेरि पैसा चाहिँ पहिला गोल्ड कन्ट्रीमा कतिवटा गोल्ड छ गोल्डको अनुसारले अनि सेन्ट्रल ब्याङ्कले तपाईँले कतिवटा गोल्ड डिपोजिट गर्यो त्यो अनुसारको चाहिँ तपाईँलाई पैसा दिने हो तर पछि यो सबै ललाई चेन्ज भएर कन्ट्रीको इकोनोमी कस्तो छ कन्ट्रीमा कतिको पावर छ त्यो अनुसारले पैसा दिन थाल्यो अनि त्यो पछि त के भयो भने यो पैसाको चाहिँ यो सबै भियतनाम वारदेखि त युएस गभर्मेन्टले सबै ब्याङ्कको यो ल रुलहरू सबै बिगारेर अहिले त पैसा धेरै नै होइन जसले पैसा निकाल्दा पनि हुने हरेक कन्ट्रीले पैसा प्रिन्ट गर्दा पनि हुने तर ब्याङ्कमा चाहिँ त्यसको के भनौँ लेभरेजको लागि लेभरेज पनि होइन त्यसको लागि के भनौँ डिपोजिट गोल्ड अनुसार केहीमा पनि बेस नभएर अहिले वर्ल्डमा पैसा यत्तिकै प्रिन्ट गर्दैछ नि अब त्यसलाई रिप्लेस गर्नको लागि चाहिँ हाम्रो क्रिप्टो भनेर यो बिटकोइनहरूले चाहिँ बिटकोइनहरू निकाल्न थाल्यो अब खास टर्म चाहिँ मेरो यहाँ दिमागमा ठ्याक्कै आइपुगेन तर अब थाहा छ होला तपाईँहरूलाई क्रिप्टोको बारेमा होइन क्रिप्टोदेखि लिएर एनएफटीहरू लिएर धेरै आयो अनि त्यसमा चाहिँ अब आउँदाखेरि बिचमा त यति धेरै क्रिप्टो टोकनहरू आयो क्रिप्टो करेन्सीहरू यति धेरै आयो होइन अनि आउँदाखेरि चाहिँ अब कतिवटा त स्क्याम हुने क्या अब एकदम डरलाग्दो क्या कतिवटा मान्छेले यो कोइन त एकदम डरलाग्दो हो यो कोइनले चाहिँ हामीलाई गेम खेल्नेहरूमा चाहिन्छ यो कोइनले चाहिँ अब गाडीहरूमा ट्रान्जेक्सनको लागि चाहिन्छ जस्तै बिटकोइन भनेको चाहिँ खास के हो भने लिमिटेड बिटकोइन हुन्छ जस्तै कोइन त होइन तर यो कोइनमा चाहिँ ब्लक चेनको थ्रुबाट यसमा कतिवटा नम्बरहरूले गर्दा यो स्पेसल हरेक बिटकोइनमा चाहिँ स्पेसल नम्बर जस्तै अब के भनौँ डिजिटहरू हुन्छ होइन त्यो चाहिँ अब लिमिटेड मात्र हुन्छ भनेको चाहिँ त्यस्तो होइन अनि कति थाउजन्ड बिटकोइन मात्र हुन्छ योभन्दा धेरै जेनेरेट गर्नै सक्दैन योभन्दा कम पनि हुँदैन त्यसै कारण हामीले योलाई बेस गरेर यदि डेली ट्रान्जेक्सनहरू गर्न थाल्यो भने चाहिँ ठ्याक्कै लेभलमा चढ्छ कसैको पनि सबैलाई थाहा पनि हुन्छ होइन अनि जति कम भएको पनि थाहा हुन्छ कति बढेको पनि थाहा हुन्छ कसैले एक्स्ट्रा पनि प्रिन्ट गर्न सक्दैन हरेक चिज चाहिँ न्युट्रलमा राम्ररी जान्छ भनेर त्यो अनुसारले अब यस्तो धेरै छ मलाई त्यति राम्रो चिज थाहा छैन अनि त्यो चाहिँ तपाईँहरू बुझ्नु अब त्यसमा मैले चाहिँ खास यो आज कुरा गर्ने चाहिँ के हो म चाहिँ यो स्क्यामहरूको बारेमा बिचमा कस्तो स्क्यामहरू हुने क्या अनि कुनै टोकनहरू आइदिने मैले क्रिप्टोमा पनि इन्भेस्ट गर्न थालेको थिएँ लगभग 2001को अगाडितिर चाहिँ सुरुतिर नै
क्रिप्टोको कुराहरू आइरहन्थ्यो। अनि क्रिप्टोको गाह्रो चाहिँ के थियो भने त्यति बेला खास यस्तो ब्याङ्कहरूले अनि एक्सचेन्जहरू सबैले तपाईँलाई किन्नु र ट्रान्जेक्सनहरू गर्न नमिल्ने, त्यसको लागि चाहिँ अर्कै क्रिप्टोकै एक्सचेन्जहरूबाट जानुपर्ने, अनि त्यहीँबाट चाहिँ तपाईँलाई अब ट्रान्जेक्सनहरू गर्नुपर्ने। अनि त्यति बेला मलाई यस्तो थाहा मैले ट्रान्जेक्सनहरू बाइङ सेलिङ ट्रेड त गर्न सक्थेँ, तर त्यति मलाई थाहा पनि थिएन यो कोइनहरू के हो। अनि अब मैले अलिक पपुलर भएको अलिअलि बुझेको यस्तोमा हाल्दाखेरि चाहिँ 1-2 दिनमा नै तपाईँको 100 रुपियाँ हालेछ भने 2-3 दिनमा नै झन्डै 400-500 भइहाल्ने क्या। यति मैले चाहिँ अब क्रिप्टोमा अहिलेसम्म सोच्दाखेरि त राम्रै बनाएँ मैले त एनएफटीहरू पनि किन्न थालेको सुरुमै किन्न थालेको थियो। अनि सुरुमा किन्न थालेको त लगभग मैले एउटा एनएफटीलाई 60 रुपियाँ दिएको, $60 किनेको एनएफटी चाहिँ मैले 3,000-2,000 यस्तोमा पनि बेचेको थियो है। त्यो चाहिँ के भयो मलाई चाहिँ नाफा चाहिँ के भयो भने मैले सुरुमा स्टार्ट गरेर क्या, किन भर्खर आउँदाखेरि अर्ली बर्ड भन्छ नि, के अरे जो फर्स्ट आउँछ उसलाई चाहिँ सबभन्दा नाफा हुन्छ भनेको जस्तै क्या। म छिटो गर्नु थाल्दाखेरि चाहिँ त्यति बेला नाफा हुन्छ। तर आजको कुरा चाहिँ मैले के भने यस्तोतिर चाहिँ अब स्क्यामहरू हेभी भइदिने क्या। अनि कहिले टोकनहरू आउँथ्यो, औरेको टोकन, अनि त्यसमा चाहिँ युट्युबरहरूले चाहिँ भयङ्कर भनिदिने कि यो टोकन त किने होइन, भोलि त यो टोकन 300x 400x हुने भन्ने। अनि मान्छेहरूले कति किन्दा त अचानक के हुन्थ्यो, हेर्दा कुनै कोइनहरू त गायब हुन्थ्यो, हेर्दा क्लोज हुन्थ्यो नि, मान्छेको पैसाहरू कति लुटिदिने क्या। अनि त्यसमा चाहिँ अब अहिलेको रिसेन्टलीको अहिले एफटिएक्स भन्ने चाहिँ एउटा अहिले भर्खर तपाईँलाई थाहा छैन, एफटिएक्स भनेको चाहिँ एक्सचेन्ज थियो है। अनि एफटिएक्स भन्ने एक्सचेन्जको चाहिँ मेन स्याम ब्याङ्कम्यान भन्ने एकजना मान्छे छ, उसको चाहिँ अब त्यो सिइओ भन्ने नै होइन। उसले चाहिँ के गरेको भने उसले चाहिँ आफ्नै एक्सचेन्ज खोलेर आफ्नै टोकनहरू बार्न थालेर अनि आफ्नै टोकनको चाहिँ प्राइसहरू चाहिँ बढाउनेहरू गरिदिएर क्या। अनि मान्छेहरूको पैसा चाहिँ लियो। उसले आफ्नो एक्सचेन्जमा चाहिँ एफटिएक्सको एक्सचेन्जमा एफटिटी भनेर टोकन बेच्न थाल्यो। अनि एफटिटी टोकनको प्राइस उसले एफटिटी टोकनमा चाहिँ ऊ आफैले ट्रेड गर्थ्यो। ऊ आफैले ट्रेड चाहिँ कसरी गर्थ्यो भने उसले अर्को एउटा फेरि के भनौँ एक्सचेन्ज होइन, ब्रोकरेज फर्म जस्तै एउटा खोलेको छ, नाम चाहिँ बिर्स्यो। त्यसमा चाहिँ उसको एफटिएक्समा चाहिँ मेन होल्डर टाइपको हुन्छ नि, पार्टनरसिप। सो उसले 2टा कम्पनी खोलेर दुइटैमा ऊ आफैले पैसा यताको पैसा उता दिएर उताबाट ट्रेड गरेर पैसा बढाइदिने, एफटिटी टोकनको भ्याल्यु बढाइदिने किनेर। अनि मान्छेहरूले त्यो टोकन किन्दाखेरि आफ्नो बिटकोइन इथेरियम जे पनि पैसा हालेको चाहिँ उसले आफैले निकालेर अनि त्यो पैसाहरू चाहिँ उसले अब बाँडिदिने आफै घरहरू किने, इन्जोय गरिदिने। त्यस्तो गरेर चाहिँ कतिजना मान्छेलाई चाहिँ रिसेन्टली डुबायो कि उसले। रिसेन्टली यो भर्खर न्युज ताजा। अनि मैले यसको चाहिँ हेरेको थियो, तिनीहरू चाहिँ के रहेछन् खास उसले चाहिँ पहिला कहाँबाट कुन चाहिँ युनिभर्सिटीबाट चाहिँ उसले अब पास गरेर ऊ ब्रोकरेज फर्म यस्तोमा काम गर्दाखेरि चाहिँ उसले चाहिँ सुरुमा बिटकोइन आउँदाखेरि चाहिँ बिटकोइन चाहिँ युएसमा किनेर चाहिँ जापानमा बेचिदिँदाखेरि उसले यता किनेर उता बेचिदिँदाखेरि चाहिँ त्यसमै बिचमा प्रफिटहरू धेरै खाइदिने क्या। त्यति बेला एक्सचेन्जहरू नभएर यसो गर्दाखेरि उसले पैसा अलिअलि कमाएर अनि त्यो कमाएको अनुसारले उसले आफैले उसको साथी 10जना मिलेर चाहिँ यो एफटिएक्सको कम्पनी खोलेछ। अनि त्यो कम्पनीमा चाहिँ एक्सपिरियन्स कसैलाई पनि छैन, यतिकै उनीहरूले त्यो एक्सचेन्ज खोल्यो। अनि त्यो माथि चाहिँ लाइक के भन्नु अब फाइनेन्सियल अफिसरदेखि लिएर कतिवटा राम्रो $1 बिलियन कम्पनीमा त अब के भनौँ सिइओ अनि सिएफओ को हुन्छ नि, त्यस्तो केही नभएको, साथीहरू कसलाई पनि नलेज नभएको। अनि के भनौँ ब्यालेन्स सिटहरू सबै चाहिँ अब क्विक बुक भन्ने त्यो हुन्छ नि, त्यसमा चाहिँ रिकर्डहरू गरिदिने क्या। डेली ट्रान्जेक्सनहरू हुन्छ नि, बुक किपिङ चाहिँ अब क्विक बुक जस्तोमा गरिदिने। अनि त्यस्तो गर्दाखेरि चाहिँ भर्खर रिसेन्टली चाहिँ अब उसको कम्पनीमा चाहिँ लगभग कति 40 बिलियनसम्म इन्भेस्ट गर्छ। उसले इन्भेस्ट गर्दाखेरि उसले के गरेको, मान्छेको पैसा लिएर आफ्नो घरहरू किनेर अनि त्यही पैसाले चाहिँ डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीको त्यो मेम्बरहरूलाई चाहिँ त्यो इलेक्सनको पारामा चाहिँ उसले पैसा बाँडिदिने कि अब यता 200 मिलियनहरू दियो डेमोक्रेटको मान्छेलाई, उता चाहिँ रिपब्लिकनको मान्छेलाई 200 दिएर अनि त्यहाँकै हुन्छ मेम्बर पार्लिमेन्टहरूको मान्छेलाई चाहिँ किनेको टाइपको गरेर अनि सेलिब्रिटी कतिहरूलाई पैसा दिएर लाइक टम ब्रेडी भन्ने, अर्को स्टेफ करी अनि एक्टरहरूलाई चाहिँ
पैसा दिएर होइन प्रमोटहरू गर्न लाएर क्या। अनि अहिले भर्खर यो क्रिप्टो क्रास हुँदाखेरि चाहिँ फेरि त्यही हो, क्रिप्टो क्रास हुँदाखेरि चाहिँ के भएको भने मान्छेहरूले पैसा निकाल्न थाल्यो। पैसा निकाल्न थाल्दाखेरि त उसको ब्याङ्कमा त रियल मनी नै थिएन, उसको ब्याङ्कमा के थियो, एफटिटी टोकन थियो। एफटिटी टोकनको त भ्याल्यु छैन, त्यसलाई केले पनि ब्याक गरेको छैन नि त। त्यो चाहिँ खास उसले आफैले त्यही उसको आफ्नै उसले आफैले बढाइदियो क्या, उसकै पैसा हालेर त्यो पैसा निकालेर क्या, साइडबाट निकालेर। अनि मान्छेले पैसा निकाल्न थाल्छ, उसलाई पैसा दिनै थिएन। अनि उसले छिटो ब्याङ्क्रप्सी डिक्लेयर गरेर जेलमा छिर्यो। अहिले जेलमा त छिर्छ छैन, उसको घरमा बसिरहेको छ, तर उसले ब्याङ्क्रप्सी डिक्लेयर गरिदियो। अनि कतिवटा फर्म, दामी दामी फर्महरू चाहिँ सबै डुब्न थाल्यो क्या, भर्खर रिसेन्टको कुरा। योसँग चाहिँ के हुन्छ भने यो हेरेर चाहिँ 2008मा चाहिँ त्यस्तै भएको। 2008मा चाहिँ स्टक मार्केटमा चाहिँ बर्नी मेडअफ भन्ने मान्छेले चाहिँ त्यस्तै गर्यो। उसले चाहिँ झन् अहिले एमाउन्ट सोच्दाखेरि चाहिँ अहिले एफटिएक्सको झन्डै कति 40 बिलियनसम्म यस्तोको लस भएछ। तर त्यो बर्नी मेडअफले चाहिँ उसको आफ्नो उसले चाहिँ के गर्यो, उसले पनि त्यस्तै, उसले चाहिँ के गर्यो भने उसले चाहिँ मान्छेहरू सबैबाट पैसा उठाएर इन्भेस्ट गर्छु भनेर भनेको र भनेर तर इन्भेस्ट नगरेर उसले फेक ट्रान्जेक्सनहरू बनाएर मान्छेहरूलाई दियो। अनि फेक ट्रान्जेक्सन दिँदाखेरि चाहिँ उसले इन्भेस्ट गरेको स्टक सबैमा चाहिँ प्रफिट मात्र हुने क्या। त्यस्तो चाहिँ उसले 40 सालसम्म गरेछ। सुरुमा उसले चाहिँ कसरी गरेछ भने सुरुमा चाहिँ एज अ ब्रोकरको काम चाहिँ के हुन्छ भने, ब्रोकरको काम चाहिँ यताबाट स्टकको पैसा, यताबाट मैले तपाईँले सोध्यो होइन, तपाईँ यो स्टक किन्नुहुन्छ भनेर, तपाईँले ल किन्छु भनेर तपाईँको तपाईँबाट पैसा लियो, यता स्टक किन्यो। एउटा त्यो ब्याङ्क होइन एक्सचेन्ज र कस्टमरको बिचमा होइन तपाईँकोमा त्यति बेला त थिएन नि त। अहिले हामी जस्तै फोनमा किन्नु मिल्ने, त्यति बेला त एकजना बिचमा मान्छे, अहिले रियल्टर, घर किन्दा एकजना रियल्टरहरू चाहिन्छ। त्यस्तै मान्छेको ब्रोकरको काम चाहिँ होइन, यताको सामान किनेर उता दिने, बिचमा कमिसन खाने। त्यस्तो गर्दाखेरि चाहिँ उसले ब्रोकर पनि गर्दै उसले एडभाइजर पनि भएछ। तर एडभाइजर हुँदाखेरि चाहिँ के गर्नु पर्दछ भने एससिसी भन्छ नि, एससिसी भनेको चाहिँ के, सिक्युरिटी एन्ड एक्सचेन्ज कमिटी हो। त्यो चाहिँ अब तपाईँ एज अ एडभाइजर, यदि तपाईँ कुनै स्टक मार्केटमा एडभाइजर हुन्छ भने तपाईँले चाहिँ तपाईँको कम्पनी रेजिस्टर गर्नुपर्ने रहेछ नि त। उसले चाहिँ रेजिस्टर नगरेर नभनेर चुप्प लगाएर चाहिँ इन्भेस्ट गरिदिने। उसको मान्छेहरूले चाहिँ कसरी यत्रो विश्वास आएछ भने, डुब्ने कति पैसा डुबेको, लगभग 60 बिलियन जति होस् त्यति डुबेको। तर त्यो चाहिँ पेपर मनी होइन, तर खास मान्छेले पैसा उसलाई दिएको चाहिँ लगभग 19 बिलियन जति डुबेछ। उसकोमा मान्छेहरूले यति कन्फिडेन्स कसरी आएछ भने, उसले एकचोटि भर्खर सुरु गर्दाखेरि झन्डै 30,000, त्यति बेला त पैसाको भ्याल्यु धेरै थिएन, 30,000 जतिको पैसा नै डुबेछ मार्केट क्रास भएर। तर उसले चाहिँ के गर्छ, उसको कस्टमरहरूलाई चाहिँ आफ्नै पैसा, उसको फ्यामिलीबाट चलाएर चाहिँ आफ्नो पैसा नै रिटर्न गरिदिएछ। रिटर्न गर्दाखेरि डुब्यो नभनेर, तपाईँको पैसा त मसँग सेफ नै छ, म तपाईँलाई दिन्छु भने दिँदाखेरि मार्केट डुब्यो तर मेरो पैसा डुबेन भनेर चाहिँ कस्टमरलाई चाहिँ उसकोमा ट्रस्ट आइदिएको क्या। अनि कस्टमरहरूले के भनेको, चाहिँदैन यो पैसा, तपाईँ नै राख, बरु अझै म थपेर तपाईँलाई दिन्छु भनेर उसकोमा विश्वास आयो। उसले यस्तो गरेर चाहिँ उसलाई थाहा भएछ कि मान्छेहरू सबै, हामी मान्छे भनेको चाहिँ अलिकति ग्रिडी नै हुन्छ भनेर उसले त्यसलाई चाहिँ चौका लिएर उसले चाहिँ पैसा उठाउँदै ट्रेडहरू गर्ने। ट्रेड गर्दाखेरि उसले चाहिँ के गर्छ, उसकोमा एउटा एज अ ब्रोकर उसले ट्रेड गर्दै थियो, अनि एडभाइजर भनेर ट्रेड गर्दै थियो। तर ब्रोकरेज फर्ममा चाहिँ उसको ट्रेड सानो भइरहन्थ्यो एज अ पेपर देखाउने। तर उसले अर्को चाहिँ फेक ट्रान्जेक्सनहरू बनाएर मान्छेहरूलाई चाहिँ लुट दिने क्या। खालि तपाईँको यो सालमा यति प्रफिट बनायो, प्रफिट तपाईँलाई चाहिन्छ भन्दाखेरि अलिकति मान्छेहरूले पनि मलाई रिटायरमेन्टको लागि म राख्ने, मलाई चाहिँदैन, मलाई प्रफिट अलिकति मात्र देऊ भनेर, प्रफिट मात्र तपाईँले 1 लाख दिएछ भने त्यसको 10,000 मात्र लिन्छु भनेर 90,000 चाहिँ उसकोमा राख्ने क्या। अनि त्यो 90,000 चाहिँ ऊ कहिले इन्भेस्ट नगर्ने, खालि उसले रेकर्ड किपिङ मात्र गर्ने, अनि फेक ट्रान्जेक्सनहरू मात्र बनाएर अनि लुटेर लगभग 40 साल पछि भने 2008सम्म चाहिँ उसले यति धेरै कन्ट्री, यति धेरै मान्छेबाट पैसा उठाएर, अनि त्यसमा चाहिँ अब एकदम बिलियनियर
लाइक वर्ल्डको टप बिलियनरबाट 3-4जनाबाट पैसा उठायो, त्यो मान्छे नर्मल पिपल कतिवटा इन्भेस्टमेन्ट फर्म कतिवटा हेज फन्डहरूबाट पनि पैसा उठाएर सबैको पैसा लुट्यो। अनि के भयो भने चाहिँ खास उसलाई लास्टमा जेलमा हाल्यो। जेलमा यो मेड अफ भनेको चाहिँ तपाईँ अहिले नेटफ्लिक्समा तपाईँले मुभी हेर्नु मिल्छ, हेर्नु मजाको मुभी छ। अनि अलिकति बुझ्छ यो स्टक मार्केट ट्रेडिङ क्रिप्टोहरू के हो कसरी हो। एट दि एन्ड उसले के भन्छ भने यो मान्छेको ग्रिडले गर्दाखेरि चाहिँ मैले यो गर्नु सक्यो भनेछ। तर उसकोमा दया माया भनेको चाहिँ उसकोमा केही छैन रहेछ। ऊ सोसियोप्याथ भन्छ नि है, उसलाई चाहिँ अब के भनौँ, अब माया दया भने चाहिँ केही नहुने अरूहरूलाई लुट्ने क्या, अलिक साइको टाइपको मान्छे होइन, त्यस्तो रहेछ होइन। अनि एट दि एन्ड के भन्दा उसले उसको छोराले पनि सुसाइड गर्छ, उसको साथी उसको उसँग विश्वास गरेर इन्भेस्टमेन्ट गर्नेले पनि कतिले सुसाइड गर्छ। ऊ आफै कति 150 सालको लागि जेलमा जान्छ, फ्यामिली छुट्ने, एकदम स्याड स्टोरी हो एट द एन्ड। अनि तर यसमा चाहिँ एउटा कुरा सिक्नुपर्ने चाहिँ के रहेछ भने चाहिँ यति ठुलो लगभग 40-50 बिलियनको अहिले रिसेन्टली क्रिप्टोदेखि लिएर अनि स्टक मार्केटमा चाहिँ यति धेरै स्क्याम र अनि फ्रडहरू हुन्छ। त्यसमा चाहिँ कसले गर्दा रहेछ मेन चाहिँ हाम्रो यो सोसाइटीमा भएको चिनिरहेको मान्छेहरू हुन्छ नि। जस्तै हेर्दाखेरि यो मान्छे त हेब्बी पढेको मान्छे, हेब्बी जानेको मान्छे, कसैलाई पनि लुट्दैन होला भनेर लाइक ब्याङ्कको हेडहरू हुन्छ नि, अझै जस्तै यो पार्लिमेन्टको मान्छेहरू, लाइक त्यो त विश्वासै गर्नु नसक्ने होइन, त्यस्तो मान्छेले त हामीलाई लुट्दैन भन्ने मान्छेले नै लुट्दो रहेछ हामी जस्तै मान्छेलाई। अनि लुटेर चाहिँ अझै उनीहरू त अझै जेल पनि जान नपर्ने क्या, खालि सरी मात्र भन्ने अनि फाइनहरू तिर्यो। तर हामी जस्तै मान्छे जुन एभ्री डे काम गरेर अलिअलि पैसा कमाएर आफ्नो एकाउन्ट लाइक इन्भेस्टमेन्ट गर्नेहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ एकदम साह्रो बनाइदिने क्या, पैसा पनि रिटर्नहरू नहुने। अनि एउटा कुरा चाहिँ मैले यो स्टक सँगैसँगै चाहिँ अब आजको पोइन्ट चाहिँ मैले अब रिसेन्टली यो मुभी हेरेर पनि एउटा मोटिभेसन पाएर यो कुरा गर्दैछ। एउटा कुरा चाहिँ के थाहा हुनु पर्दोरहेछ भने विश्वास भनेको चिज चाहिँ कसलाई पनि त्यति फुल्ली ब्लाइन्डली विश्वास चाहिँ कहिले गर्नु नहुने क्या। हरेक चिज तपाईँ इन्भेस्टमेन्टदेखि लिएर ट्रेडिङदेखि लिएर जे गर्दाखेरि तपाईँले आफ्नो ड्यु डिलिजेन्स हुन्छ नि, आफूले एकदम स्टडी गरेर बुझेर नै गर्नुपर्ने। अनि अर्को कुरा चाहिँ के रहेछ भने हामी जस्तैले चाहिँ सानैदेखि नै चाहिँ यो ट्रेडिङदेखि लिएर इन्भेस्टमेन्टहरूको बारेमा चाहिँ सिक्नुपर्ने रहेछ। हामी चाहिँ अब नेपालबाट आएको हामी चाहिँ स्कुलहरूमा, हाम्रो स्कुलहरूमा त एकाउन्ट त पढ्यो तर कहिले पनि सिकाउँदैन नि त यो फाइनेन्सियल वर्ल्ड चाहिँ कस्तो छ, यो ट्रेडिङ गर्ने चाहिँ कस्तो छ, पैसाहरूको सेभिङ र इन्भेस्टमेन्ट गर्नेको बारेमा त कहिले सिकाउँदैन नि त कसरी। म त अहिलेसम्म लाइक पैसा सेभ गर्नेमा स्ट्रगल गरिरहन्छु। अनि के भनौँ, त्यो चिज भनेको चाहिँ बिस्तारै लाइफमा सिक्दै जाने रहेछ नि त। अहिलेसम्म म सिकेको छैन, तर के सिक्यो मैले रिसेन्टली इन्भेस्टमेन्ट गर्ने कसरी, ट्रेडिङहरू गर्ने कसरी, त्यो कुरा चाहिँ मजाले सिक्यो। अनि तपाईँहरूलाई पनि अब यदि मेरो भिडियो हेरेर यो कथाहरू सुनेर अलिकति मजाको अलिकति मोटिभेसन भयो भने तपाईँहरू पनि सिक्नुहोस् होइन। अनि खास भनेको त्यो हो, तपाईँ इन्भेस्टमेन्ट गर्नु मन लाग्छ भने इन्भेस्टमेन्टमा त्यो इन्भेस्टमेन्ट भनेको तपाईँले अब पैसा लगानी गर्नु होइन। अनि लगानी गर्नुमा चाहिँ तपाईँले लगानी भनेको चाहिँ लगभग 5 सालदेखि 10 साल अरू 2 सालदेखि 4 सालसम्म अलिकति समय धेरै हुने हो। ट्रेडिङ भनेको चाहिँ के हो भन्दाखेरि बाइङ एन्ड सेलिङ, किन्यो बेच्यो छिर्यो। ट्रेड भन्नु तपाईँको 3 सालको ट्रेड पनि हुन्छ, कसैले चाहिँ स्विङ ट्रेड गर्छ, कसैले चाहिँ डे ट्रेडिङहरू गर्छ होइन। अनि कसैले अब लङ ट्रेडिङहरू चाहिँ त्यसलाई चाहिँ बेसिकली इन्भेस्टमेन्ट जस्तै सोचाइले हो नि त। त्यही हो। अर्को चाहिँ तपाईँले के थाहा हुनुपर्छ भने तपाईँले यदि ट्रेडिङहरू गर्नु मन छ भने कुन चाहिँ ब्रोकरेजहरूले चाहिँ कति फिस लिन्छ रहेछ अनि कतिको ट्रस्ट वर्थी रहेछ। कहिले कहिले त ब्याङ्क नै डुब्छ, यस्तो ठुलो क्रासहरू हुँदाखेरि ब्याङ्कलाई पैसा हुँदैन, ब्याङ्कलाई पैसा नहुँदाखेरि ब्याङ्कले चाहिँ ब्याङ्क्रप्सी डिक्लेयर गर्दाखेरि तपाईँको पैसादेखि लिएर सबै जान्छ। त्यसै कारण ब्याङ्क पनि कतिको ब्याङ्क अहिले के भनौँ स्ट्रङ छ होइन। त्यसै कारण जस्तै हाम्रो नेपालमा भयो, इन्डियामा भयो, नेपाल इन्डियातिर चाहिँ ब्याङ्कहरूले चाहिँ तपाईँको सेभिङ एकाउन्टमा हाल्दाखेरि चाहिँ 6%, 7% यस्तो दिन्छ भन्छ। त्यस्तो राम्रो दिने हो भने त युएसको गभर्मेन्टदेखि लिएर सबैले नेपालको ब्याङ्कमा पैसा हाले हुन्छ नि त। तर किन हाल्थेन भने अब त्यहाँ नेपालको ब्याङ्कदेखि लिएर अनि इन्डियाको ब्याङ्कहरूमा चाहिँ करप्सनदेखि लिएर भित्रको बुक किपिङदेखि लिएर सबै त्यति राम्रो त हुँदैन। त्यसै कारण चाहिँ उनीहरूले ट्रस्ट गर्नु सक्दैन। उनीहरूले
यतातिरको मान्छेहरूले इयरली 10% प्रफिट ब्याक आउँदा पनि एकदम ठुलो मानेर बिलियनको इन्भेस्टमेन्ट गर्छ। यदि नेपालको ब्याङ्कले 6%देखि 7-10%सम्म दिँदैछ भने तिनीहरूले त्यहाँ इन्भेस्टमेन्ट गर्दा नि भयो नि त होइन। तर त्यहाँ गर्दैन किनकि त्यति सेफ पनि हुँदैन नि त। मैले चाहिँ यो भनेको होइन कि नेपालको सबै ब्याङ्क सेफ हुँदैन। मैले चाहिँ के भन्न खोजेको भने तपाईँ आफैले रिसर्च गरेर चाहिँ त्यो ब्याङ्क पनि कतिको स्ट्रङ छ, तपाईँले यदि इन्भेस्टमेन्ट गर्नु छ भने चाहिँ कति पैसा इन्भेस्टमेन्ट गर्ने अनि कतिको त्यो ब्याङ्क छ। यदि ब्याङ्क डुब्यो भने पनि तपाईँको लाइफमा डेली लाइफमा चाहिँ यति असर नहुने गरी अनि तपाईँले चलाक भएर चाहिँ इन्भेस्ट गर्ने हुन्छ नि। इन्भेस्ट गर्दाखेरि पनि के भन्छ भने मान्छेहरूले चाहिँ एउटै नेस्टमा एउटै ठाउँमा सबै पैसा अल इन नगएर के भनौँ रिस्कलाई चाहिँ डाइभर्सिफाई गरेर लाइक डाइभर्सिफाई गर्नु चाहिँ के हो भने डाइभर्स गर्नु लाइक यताउता सबै एउटा ठाउँमा उता ठाउँमा एउटा दुइटा अर्को ठाउँमा 3-4वटा ठाउँमा पैसा इन्भेस्ट गर्ने अनि एउटालाई असर पर्दा पनि अर्कोलाई असर नपर्ने गरेर। जस्तै तपाईँले स्टक किन्दाखेरि चाहिँ इभीमा किन्यो भने अर्को चाहिँ तपाईँले केमा किन्यो भने लाइक अर्को चाहिँ रियल स्टेटदेखि लिएर भयो, टेक्नोलोजीको स्टक भयो, जस्तै खानाको स्टकहरू भयो, जस्तै कतिवटा यो छ नि त डिपार्टमेन्ट, जस्तै अब भेराइटी छ नि त त्यसमा इन्भेस्टमेन्ट गर्ने त्यसरी पनि बुझ्नुपर्छ। अनि अर्को कुरा चाहिँ त्यही थियो अलिकति मेरो एक्सपिरियन्स त्योसँग। मैले रिसेन्टली अब यो बर्नी मेडोफको मुभी पनि हेरेको थिएँ नेटफ्लिक्समा। त्योसँगै अहिले एफटिएक्सको स्क्यामहरू सुन्दाखेरि चाहिँ आजको यो पोडकास्ट चाहिँ म यो स्टक ट्रेडिङ अनि त्यसको बारेमा चाहिँ अलिकति बोल्नु मन लाग्यो। मेरो आफ्नै इन्ट्रेस्ट पनि छ, सधैँ पढिरहन्छु म चाहिँ। अनि मलाई तपाईँलाई म एज अ म्युजिसियन एउटा सिङ्गर मात्र नभएर म चाहिँ बिजनेसमा पनि एकदम इन्ट्रेस्ट भएको हो। अनि यो ट्रेडिङदेखि लिएर इन्भेस्टमेन्टदेखि लिएर फाइनेन्सियल मार्केटहरू सबै म सधैँ बुझिरहन्छु अनि त्यसको पनि अलिअलि सिक्दैछु, अलिकति नलेज पनि छ। अनि तपाईँहरूलाई यदि केही क्वेसनहरू छ, यदि इन्भेस्टमेन्टदेखि लिएर अलिकति क्वेसन छ भने कमेन्टहरू गर्दा हुन्छ। त्यसको बारेमा पनि म तपाईँहरूलाई सिकाउनेदेखि लिएर मेरो एक्सपिरियन्स सेयर गर्नेदेखि लिएर अनि जे भयो भने म तपाईँलाई गर्ने ट्राई गर्छु। अनि त्यो साथै आजको लागि चाहिँ यति नै धन्यवाद भन्न चाहन्छु। अनि यदि तपाईँले मेरो पडकास्ट मन पऱ्यो भने चाहिँ लाइक सेयर र सब्सक्राइब गरिदिनुहोस् अनि कमेन्ट्स गरिदिनुहोस्। अनि सकेसम्म चाहिँ म तपाईँहरूलाई बढीमा बढी यस्तै पडकास्टहरू बनाउने मेरो कोसिस सधैँ नै हुन्छ। अनि त्यति भन्दै आजको चाहिँ पडकास्ट चाहिँ यही म बिदा माग्छु। धन्यवाद। बाई, टेक केयर सबैजना, स्टे ह्याप्पी।